साथी नमस्ते, के छ हालखबर? आराम कुशल हुनुहुन्छ हैन त? मलाई चाहिँ आज यो बलात्कार भनेर जुन केसहरू गरिन्छ नि त्यसको बारेमा केही भन्न मन लाग्यो क्या। बलात्कार भनिन्छ हैन, एउटा यो चाहिँ एकदमै ठुलो अपराध हो क्या। यति ठुलो अपराध हो है, यसको चाहिँ कुनै साँच्चै भन्नु चाहिँ कुनै छैन क्या, माफी नै छैन हैन। कस्तो चलन आइसक्यो भगवान, यहाँ छोरी चेली बेटीलाई बचाउन पनि यति गाह्रो भइसक्यो है। अनि अर्को कुरा, छोरो मान्छेलाई पनि बचाउन गाह्रो भयो क्या। कसरी भन्नुहुन्छ नि म हजुरलाई भन्दैछु। यदि कसै छोरा मान्छेले छोरी मान्छेको बलात्कार गर्छ भनेदेखि त्यसले कानुनी दायरामा आएर सजाय भोग्ने नै यदि त्यो छोरी मान्छेले चाहिँ नि हजुरलाई झुटो आरोप लगाएर कसैको छोरालाई फसाउन खोजिरहेछ भनेदेखि नि त्यसलाई पनि, त्यो छोरी मान्छेलाई पनि सिधै फाँसीमा लट्काइदिए हुन्छ है। छोरा मान्छेलाई म मात्रै भन्दिनँ, छोरी मान्छेलाई पनि, त्यसलाई पनि कानुनी दायरामा ल्याएर कारबाही गर्नै पर्छ। किनभने छोराको पनि जिन्दगी हो भने छोरी मान्छेको पनि जिन्दगी हो है। अब त यहाँ त छोरा मान्छेलाई जोगाउन गाह्रो भइसक्यो हौ। रिस उठ्यो कि यसले मलाई बलात्कार गर्यो भनेर लगाइदिइहाल्छन् क्या। यसले मलाई बलात्कार गर्यो भनेर लगाइदिइ नै हाल्छन् झुटो आरोपमा, चाहे टिचर होस्, चाहे जोसुकै फ्याक्टरको जोसुकै मान्छे होस्, लाउँछन्। धेरै केस त्यस्तो देखाएको छ कि। अनि रेप हुन्छ 2 वर्ष 5 वर्ष 10 वर्ष अगाडि भएको हुन्छ कि हुँदैन त्यो पनि थाहा छैन है। अनि 10 वर्ष पछाडि आएर, 5 वर्ष पछाडि आयो, 2 वर्ष पछाडि आयो, यसले चाहिँ मलाई रेप गर्यो भनिदिन्छन् क्या। ए बाबा, रेप गरेको कुरा त त्यतिखेर भन्नु पर्यो नि त, त्यत्रो पछि आएर भन्नु हो त। छोरा मान्छे तपाईँ घरमा पनि हुन्छ, छोरी मान्छे मेरो घरमा पनि हुन्छ, सबै घरमा छोराछोरी हुन्छ नि त। सधैँभरि छोरी मान्छे मात्रै सही हुन्छ भन्ने पनि छैन क्या। छोरा मान्छे पनि सही हुन्छ, छोरा मान्छे पनि पीडित हुन्छन् क्या। यदि छोरा मान्छेले कसैको छोरीको बलात्कार गर्छ भनेदेखि त्यसले सजाय पाउनै पर्छ। त्यो चाहे फाँसी होस्, चाहे जन्म कैद होस्, चाहे जेसुकै होस्, त्यसलाई छोड्नै हुँदैन हैन। यदि कुनै केटीले रिसमा आएर अथवा कुनै कारणवश कुनै पनि निर्दोष छोरा मान्छेलाई नि आरोप लाउँछ भने त्यसलाई पनि सिधै फाँसीमा लट्काइदिए हुन्छ क्या, अथवा जेलभित्र कोसिदिए हुन्छ है। किनभने छोरा मान्छेको जिन्दगी हो, छोरी मान्छेको जिन्दगी, छोरा मान्छेको फ्यामिली हुन्छ, छोरी मान्छेको फ्यामिली हुन्छ है। जबसम्म फसाउने र गर्ने दुइटैलाई कारबाही हुँदैन तबसम्म यो रोकिँदैन क्या। गर्नेलाई पनि फाँसी चढाइदिनुहोस्, यदि झुटो आरोप लाग्छ भने त्यसलाई पनि फाँसीमा हालिदिनुहोस् अथवा जेलमा कोचिदिनुहोस् क्या। 20 वर्षलाई जाओस् त्यो केटी पनि। अनि मात्रै अर्काको छोराको जिन्दगी बर्बाद गर्ने र अर्काको छोरीको जिन्दगी बर्बाद गर्ने पशुहरू हुन्छ नि, ती पशुहरू थानको लाग्छन् कि। अनि मात्रै बन्द हुन्छ यो।